वेलकम ब्याक टु माई च्यानल। प्लिज लाइक एन्ड सब्सक्राइब। र आजको भिडियोमा हामी चुलिवन घुम्न गएको छौँ र चुलिवन जाँदाखेरि यो चाहिँ रहेको छ चुलिवनको गेट र हामी जाँदै गर्दा यहाँको ठाउँहरूमा धेरै जसो कलरहरू गरिसक्नु भएको रहेछ र हामी पनि धेरै पछि गएको र यहाँनिर अहिले पहिले भने टिकट लाग्दैन थियो भने अहिले 20 रुपियाँ गोटा गन्ती टिकट लाग्दो रहेछ र अहिले यहाँनिर एउटा पार्क पनि बनेको रहेछ बच्चाहरू खेल्ने सानो र हामी जाँदैछौँ। अनि हाम्रो चेलीबेटीहरू हाँस्दै हुनुहुन्छ। यो बाटोमा सामान्यतया बाइकहरू चाहिँ लिएर हिँड्नुहुँदो रहेछ र हामी यहाँनिर धेरैजना मान्छेहरू गएको थियौँ र यहाँनिरको आई लभ चुलिवन भनेर लेखेको रहेछ र यहाँनिर पिङ खेल्ने ठाउँ रहेछ र हाम्रो चेलीबेटीहरू पिङ खेल्न थाल्नुभयो। र जाँदा जाँदै यहाँ एउटा मूर्ति रहेछ र यहाँ हामीले नमस्कार गरेर गयौँ र यहाँ माथि गर्भवती महिलालाई बलात्कार गरी मारिएको भनेर भनिएको छ र त्यो ठाउँमा ढुङ्गालाई खोपिएर गर्भवती महिला जस्तो बनाएको छ। त्यो हामी तपाईलाई देखाउन गइरहेको छौँ। र यहाँ हेर्नुहोस् र हाम्रो यो सानो भाइ चाहिँ हामी सँगसँगै हिँड्दैछ सानो भए पनि। अझै 5-10 मिनट लाग्छ होला। र सबैजना गलेर बस्नुभयो र म चाहिँ हिँडिरहेको छु। र भाइ मभन्दा अगाडि पुगेर आउनु आउनु भन्दैछ मलाई। र यहाँ गिट्टी बालुवा यहाँको अब विकास निर्माणको लागि गिट्टी बालुवा राखिएको रहेछ र यहाँ एउटा बस्ने फलैचा र यहाँनिर यति मूर्तिहरू रहेछ र एउटा ब्यानरमा यहाँ सांस्कृतिक शहीद भनेर लेखिएको रहेछ। 189औं स्मृतिको र मूर्तिहरूमा पेन्ट गरिएको छ। केही देखिँदैन। यहाँ उँधो चाहिँ एउटा तमर नदी रहेको छ यहाँ तल। र यो चाहिँ हाम्रो आशिष नेपालीजी
फोटो खिचिदिँदै हुनुहुन्छ र यो फुल त्यहाँ रहेको फुल यो हाम्रो भाइ र यहाँ पानी जम्मा गर्ने ठाउँ बनाएको रहेछ र भान्जी अगाडि अगाडि हामी पछाडि पछाडि हिँड्दैछौँ अब हामी भ्यू टावरको करिब करिब पुग्दैछौँ ठाउँ ठाउँमा यस्तो डस्टबिनहरू पनि रहेछ फोहोर सङ्कलनको लागि आशिष जी र भाइ र चेलीबेटीहरू यहाँ फुल लिएर उभिनु भएको थियो र यहाँ चाहिँ मन्दिर रहेको छ र यहाँ जोडी वा गर्लफ्रेन्ड बोयफ्रेन्ड आएर ढुङ्गाहरू राख्नेहरू यो मन्दिरमा गरिन्छ अरे ढुङ्गा के भन्छ त्यो त मलाई पनि आएन खै कुन मन्दिर नाम त ट्याक्कै आएन फाइनली हामी भ्यू टावर पुगिसक्न आँट्यौँ हामी भ्यू टावर पुग्यौँ यो भ्यू टावर चाहिँ 5 तलाको रहेको छ र सबैजना भ्यू टावरको टपमा जाँदैछौँ 5 अरे 4 तलाको चाहिँ रहेछ र हामी भ्यू टावरको टपमा पुग्न आँटिसक्यौँ हामी फाइनली भ्यू टावरको टपमा पुग्यौँ र दोस्रो फ्लोरको टपमा पुग्यौँ र सेकेन्ड लास्ट हो त्यो र यो हामी टपमा पुग्यौँ र यहाँ भ्यू टावरको अगाडि चाहिँ एउटा सल्ला रहेको छ अनि यो तम्मर नदी लेउती खोला नि देखिएको छ यहाँ हेर्नुस् हुसे लागे जस्तो भइरहेको छ त्यस्तो क्लियर देखाएको छैन त हुसे त